ल साथी हो, हामी तिनकुने र बानेश्वरको बिचमा छौँ। यहाँ कर्फ्यू सुरु भयो। दुईजना मान्छेले गोली ल्याएर चाहिँ घाइते हुनु भएको छ है। एउटा घर जलेको छ। साथीहरू आफ्नो आफ्नो गन्तव्यतिर पुग्नु होला भनेर चाहिँ प्रशासनहरूले चाहिँ माइकिङ गरिराख्नु भएको छ। कर्फ्यू सुरु भयो भन्ने कुरो गर्नु भएको छ साथीहरू। ल साथीहरू, जाने बाटो चाहिँ नभएर हामी चाहिँ यसरी चाहिँ चोर बाटो हिँडिरहेको छौँ साथीहरू। यी मान्छेको भिड घुइँचो छ साथीहरू। हामी चोर बाटो चाहिँ हिँडिरहेछौँ है। प्रशासनहरूले कर्फ्यू लागेको छ, कुनै पनि जुनसुकै बेलामा जे पनि हुनसक्छ भनेर चाहिँ आदेश माइकिङमा गरिराख्नु भएको छ साथीहरू। यो चाहिँ त्यही पनि यसो हेरिहालौँ भनेर हामी चाहिँ चोर बाटो चाहिँ गइरहेको छौँ। केटाहरू चाहिँ ब्याङ्क बाटो क्रस गरिरहेछन्। अहिले चाहिँ सायद उता आउन नदिने होला यार। अब यात्राको क्रममा के हुने हो, नेपालमा पनि के हुन्छ यो टाउकेहरूले गर्दा चाहिँ सर्वसाधारण जनताहरूले धेरै दुःख पाइरहन् साथीहरू। यो चाहिँ हाम्रो मान्छे होइन, राम्रो मान्छे चुन्नुहोस्। यसरी सर्वसाधारण जनतालाई चाहिँ दुःख दिने काम नगर्नुहोस् साथीहरू। दुःख पाउने काम चाहिँ हामी आफै गरिरहेको छौँ। किनभने हाम्रो मान्छेले भन्दा राम्रो मान्छेले चुन्यो भने पक्कै पनि यो अवस्था आउने छैन, आउने दिँदैन जस्तो लाग्छ मलाई साथीहरू। त्यही भएर हाम्रो मान्छे भन्दा राम्रो मान्छे चुन्ने गरौँ। हाम्रो मान्छे चुन्नाले चाहिँ यो अवस्था आइरहेको छ साथीहरू। पक्कै पनि चाहिँ जुनसुकै ठाउँबाट हुनुहुन्छ, कहाँदेखि हुनुहुन्छ, हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला साथीहरू। यी उता पनि हामी चोर बाटो आयौँ, तब पनि फेरि आउन दिएको छैन साथीहरू। हामी आउन दिएको छैन र पनि आउन दिएको छैन र पनि चाहिँ अब हामी लुकी आइरहेछौँ र पनि प्रशासनहरू पनि एकदम हात पेन्चर भइरहेको छ प्रशासनको पनि। अब के गर्ने, माथिको आदेश पनि चाहिँ प्रशासनहरूले माग्नै पर्यो। पत्रकारहरू पनि आइरहेको छन्, क्यामेरा छोपेर माइकिङ गरिरहेको छ, कर्फ्यू लगाइरहेको छ। तपाईँहरू चाहिँ आफ्नो ठाउँमा जानुहोस्, आफ्नो बासमा जानुहोस्, बाहिर ननिस्किनुहोस् भनेर चाहिँ प्रशासन सरहरूले भनिराख्नु भएको छ। त्यही पनि चाहिँ हेरौँ के हो कस्तो हो भनेर चाहिँ अब बुझ्नलाई चाहिँ हिँडेका छौँ। पारिबाट नारा जुरुस लगाएर चाहिँ किसिम आइरहेको छ साथीहरू। प्रशासनहरू चाहिँ पुरा हिँडिराख्नु भएको छ। हामीले हाम्रो मान्छे होइन, राम्रो मान्छे चुनौँ। आगामी दिनमा चाहिँ फेरि आइम जनताले चाहिँ यसरी दुःख नभोगुन् भन्ने चाहिँ भन्न चाहिँ चाहन्छु। कहाँदेखि हुनुहुन्छ कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। मिस्टर टुप्पीबा इन्टरटेनमेन्ट युट्युब च्यानललाई सेयर गरिदिनु होला, लाइक गरिदिनु होला। कहाँदेखि हुन्छ कमेन्ट गरिदिनु होला साथीहरू। भइसक्यो चाहिँ हाम्रो मान्छे होइन, राम्रो मान्छे लाई चुनौँ। देश विकासको लागि, देश समृद्धिको लागि अगाडि बढाउँ भन्न चाहन्छु साथीहरू। यति दुःख पाखन, यति आज गाडी ठ्याप्पै छ काठमाडौँमा चाहिँ। भ्यालु बाहिर चल्यो पनि भ्यालुभित्र काठमाडौँमा गाडी ठप्पै छ यो आन्दोलनकारीको गर्दा। एकातिर चाहिँ राजावादीको आन्दोलन छ भने अर्कातिर नेकपा माओवादीको आन्दोलन छ। कुलमान घिसिङ सरलाई हटाएबाट झन् आन्दोलन चर्किरहेको छ। भोलि छ, आज छ, आजबाट सुरु भएको छ। अब कति दिनसम्म हुने हो आन्दोलन सर? आन्दोलन चाहिँ कति दिनसम्म हुने हो थाहा छैन। जुन आन्दोलन भएको ठाउँ चाहिँ हामी गएका छैनौँ, पुगेका छैनौँ। हिँड्ने क्रम र जाने क्रम जारी नै छ। बिचमा चाहिँ यसरी न उता जान दिएछ न यता जान दिएछ। प्रशासनहरूले चाहिँ माथिको आदेश पालना गर्नै पर्यो प्रशासनहरूले पनि। अब यहाँबाट चाहिँ उता जान दिएको छैन साथीहरू। कहाँदेखि हुनुहुन्छ हेरेर साथ दिन होला, कुन ठाउँ हुनुहुन्छ। देशदेखि विदेशसम्म चाहिँ छोडिएका साथीहरूलाई चाहिँ म के भन्न चाहन्छु भने
हाम्रो मान्छे होइन राम्रो मान्छे चुनौँ। राम्रो मान्छे चुन्यो भने पक्कै पनि यो अवस्था आउँदैन भन्न चाहन्छु म साथीहरूलाई भन्न चाहन्छु। हाम्रो मान्छे होइन राम्रो मान्छे चुनौँ भन्न चाहन्छु साथीहरू। पक्कै पनि यो चाहिँ सङ्केत दिइरहेको छ, प्रशासनले सङ्केत दिइरहेको छ। पुलिस नेपाल प्रहरी अस्पतालमा चाहिँ भर्ना हुन गइरहेको छ घाइतेहरू। त्यो पनि चाहिँ कमेन्ट गरिदिनु होला। सिम्पल साधारण मान्छेलाई चाहिँ सिम्पल साधारण मान्छे घाइते भएको छ। चारैतिरबाट चाहिँ रोक्का गरिएको छ चाहिँ मान्छे चाहिँ यहाँ नछिरोस्, बचुन्, सुरक्षित हुन् भनेर चाहिँ प्रशासनहरूले चाहिँ रोक्का गरेको छ साथीहरू। पुलिस प्रशासन चाहिँ माइकिङ गरेर हिँडिरहेको छ। पुलिस प्रशासन सुरक्षित रहनुहोस्, कर्फ्यू लगाइरहेको छ। तपाईँ आफ्नो तपाईँहरूलाई आफ्नो घरतिर जानको लागि अनुरोध गरिन्छ। तपाईँहरू आफ्नो घरतिर जानको लागि अनुरोध गरिन्छ, कर्फ्यू लागेको छ भनेर चाहिँ भनिराख्नु भएको छ प्रशासनहरूले। र पनि साथीहरू अझै बुझ्नको लागि चाहिँ कदम अगाडि चालिराख्नु भएको छ। हेरौँ के हुन्छ। पुलिसको गाडी पुलिस चाहिँ गइरहेको छ साथीहरू। सशस्त्र प्रहरीको बोलहरू चोकमा ठाउँमा चाहिँ जुन तपाईँको केन्द्रबिन्दु चाहिँ जहाँ केन्द्रबिन्दु छ त्यहीँ चाहिँ आन्दोलनकारीलाई बिचमा राखेर साइडमा चाहिँ तपाईँको रोक्का गरिएको छ। पारी चाहिँ राका जुलुस छ, पारी चाहिँ राका जुलुस बालिरहेको छन्। ठाउँमा चाहिँ टायरहरू बालिरहेछन्। अब इँटाहरू पुरा लाठीचार आन्दोलनकारीहरू चाहिँ भइरहेको छ। यहाँबाट चाहिँ लाठीचार हेर्नुहोस् त, इँटा रोडमा पुरा बेपत्ता लाठीचार र इँटा बोतल ढुङ्गामुरा चाहिँ चलेको अवस्था छ साथीहरू। यी हेर्नु त यस्तो। अहिले चाहिँ आन्दोलनकारीहरू चाहिँ उतातिर गइरहेको छ। पुलिस प्रशासनहरू चाहिँ को जम्का भेद डह्रो चाहिँ भइरहेको छ। आन्दोलनकारीहरू अहिले जे पनि हुनसक्छ साथीहरू। आन्दोलनकारीहरू जे पनि हुनसक्छ। पुलिस प्रशासन चाहिँ डह्रो गरिरहेको छ, आन्दोलन डह्रो भिडिरहेको छ साथीहरू। अहिलेसम्म चाहिँ हजुरहरूले जे पनि गर्न सक्नु, जे पनि देख्न सक्नुहुन्छ साथीहरू। अहिले चाहिँ म पुरा चाहिँ देखाइदिइरहेको छु साथीहरू। इँटा वर्षादेखि लिएर ढुङ्गामुरादेखि लिएर चाहिँ तपाईँको सबै चाहिँ चलिरहेको छ। प्रशासनहरूले थाकेको अवस्था छ। प्रशासनहरू धेरै मात्रै बस्नु भएको छ अहिले। उता चाहिँ जान दिइराखेन प्रशासनहरू। अब कर्फ्यू लाग्ने भन्ने कुरो छ। प्रशासनहरू पुरा थाकेको अवस्था छ। पुरै चाहिँ टोली सशस्त्र टिमहरू पुरै बसेको छ साथीहरू। उताबाट आन्दोलन फेरि सुरु हुँदैछ। आन्दोलनकारीहरू पुरा नारा जुलुस भइरहेछ। पारीहरू आन्दोलन पुरा जारी छ साथीहरू। पुरा आन्दोलन जारी छ है साथीहरू। पुरा आन्दोलन जारी छ। अब फेरि चाहिँ ढुङ्गामुरा इँटा सिधै मान्दैन भने सिधै हानि हुन्छ भन्ने कुरो आदेश चाहिँ दिइसकेको छ प्रशासनले। अब मान्नुपर्ने बाध्य पनि छ। अब आन्दोलनकारी चाहिँ जारी छ। ढुङ्गा इँटा आन्दोलनकारी चाहिँ जारी छ। अब हाम्रो साथीहरू अब एकछिन नारा जुलुस गरे। अब चाहिँ फेरि अब बेलुका फेरि चाहिँ ढुङ्गा घरहरू आन्दोलनकारीहरूले
पुरा पाल पारिदिएर घरहरू पुरा चाहिँ ध्वस्त भएको छ साथीहरू। घरको सिसाहरू पुरा ध्वस्त भएको छ इँटाले हानेर साथीहरू। हेर्नु त पुलिस प्रशासनहरू सुरु आन्दोलन जारी छ साथीहरू। के हेर्नु त घरहरू आमामा पुरै ध्वस्त छ यार। साथीहरू आन्दोलन छ साथीहरू, आन्दोलन छ। भित्रभित्रै चाहिँ साथीहरू आन्दोलनकारीहरू भित्रभित्रै जानुभएको छ। इँटा पर्सा हेर्नु त, ढुङ्गा इँटा बटल पुरा चाहिँ घरहरू ध्वस्त। यो चाहिँ क्षतिपूर्ति कसले बेर्ने होला हेर्नु त, त्यो क्षतिपूर्ति चाहिँ कसले बेर्ने होला? त्यो क्षतिपूर्ति चाहिँ कसले बेर्छ भने कार्यक्रम चाहिँ यहाँ भएर रहेछ। अनि ऊ खै त कार्यक्रम भएको कहाँ त खै? यही हो, माइकिङ गरिरहेको छ साथीहरू, माइकिङ गरिरहेको छ। प्लिज तपाईँहरू चाहिँ भनेको मानिदिनुहोस्, सुरक्षित रहनुहोस्, सुरक्षित रहनुहोस् भनेको मानिदिनुहोस्। तपाईँहरू चाहिँ किन भनेको सुनिरहनु भएको छैन भनेर चाहिँ भनेको छ। अब हेर्नु त यता सिसा फुटालिदिएर ध्वस्त बनाइदिएछ। यो यार के भइरहेछ नेपालमा? म चाहिँ 3 छक्क छु यार। यता हो क्या घर पुरा जलेको। छोड्दैन आन्दोलनकारी भनौँ न। अझै लगाइरहेछ यी हेर्नु त। ल साथीहरू अब कर्फ्यू लाग्दैछ साथीहरू। हेर्नु त घरहरू ध्वस्त भएर साथीहरू, घर चाहिँ जलेको अवस्था छ है साथीहरू। घर चाहिँ जलेको अवस्था छ, यी घर चाहिँ जलेको अवस्था छ, घर चाहिँ जलेको अवस्था छ। प्रशासनहरूदेखि लिएर पुरा घर चाहिँ जलेको अवस्था छ साथीहरू। हेर्नु त, हेर्नु त पुरै घरै ध्वस्त भइसकेको छ। हेर्नु त पुरा चाहिँ घर ध्वस्त भएको अवस्था साथीहरू। साथीहरू घर जलेको अवस्था छ है साथीहरू। पुरा चाहिँ साथीहरू घर जलेको अवस्था हेर्नु त, पुरा घर जलिरहेछ। अब यो चाहिँ क्षतिपूर्ति कसले बेर्छ भन्ने कुरो हो। ऊ पारी चाहिँ क्याफे पनि चाहिँ ध्वस्त छ, ऊ क्याफे पनि ध्वस्त छ साथीहरू। कार्यक्रम भएर पनि चाहिँ फेरि सुनसान भएको अवस्था छ। आन्दोलनकारीहरू यहाँबाट चाहिँ निक्लेर कता गए है? आन्दोलनकारीहरू कता गए थाहा छैन, तर चाहिँ साथीहरू पुलिसहरू हेर्नु त साथीहरू।
कहाँबाट हान्दैछ अझ यार है साथीहरू। आन्दोलन गर्दा गर्दा चाहिँ फेरि उ भएको छ। हेर्नु त घर ध्वस्त भएर अरू भन्दा पनि हेर्नु त घर साह्रोमा साधारण जनताले चाहिँ दुःख। खै आउने यता कहीँ कहाँ अब अगाडि आउनु केही फरक पर्ने, एक्लै आउनु भने त के हुन्न। त्यही घरको अगाडि उभिरहेको छु म फोटो खिचेर, मैले त केही पनि गरेन है। तपाईँ अनि आन्दोलन कार्यकर्ताको मेल लिडर बनेर हिँड्ने अनि हानिहाल्छ नि यार। आउनुकै मोबाइल यसरी देखाएन भने पत्रकार हो कि भन्छ जस्तो भन्छ। अनि अरूले गर्दा मलाई त फेरि हामीले केही पनि गरेन दुईजनाले त। छिटो आउनु कि यता अब फर्किम यार ल। घरहरू ध्वस्त भएको अवस्था छ साथीहरू। घरहरू ध्वस्त भएको अवस्था छ साथीहरू। पिके के अरे प्रशासनहरूको चाहिँ पुरा उ छ। घर जलिरहेछ अहिले पनि, घर दन आ बोलिरहेछ साथीहरू। घर चाहिँ अझै दन बोलिरहेछ। डरहरू बोलिरहेछ साथीहरू। आन्दोलन ल कर्फ्यू लाग्यो भनेर सुरु गरेको छ है साथीहरू। कर्फ्यू लागेको छ भने सुरु गरेको छ। कर्फ्यू लागेको छ भने सुरु गरेको छ साथीहरू। अब चाहिँ जानुपर्ने हुन्छ, निस्किनुपर्ने हुन्छ। कर्फ्यू लाग्यो भनेर चाहिँ सूचना दिएको छ साथीहरू। अब निस्किनु पर्ने हुन्छ है साथीहरू। कहाँ हो कि खै तपाईँ यार आउने यतापट्टि जाऊँ कि म यता घरको बिच छु। कता है त्यही गल्लीबाट छिर्ने हो। आउनु के हुन्न ल। कार्यकर्ताहरू चाहिँ उता कर्फ्यू सुरु भइरह भत्ताभत लाठीचार्ज गरिरहेछ उता त। उता त यो हानिरहेछ। त्यही त अहिले झन्डै लाठी हानेर जान्छु भन्दा अब जाम सिधै आउनु केही हुन्न। यता त केही गरेन। यता हानेछ भागेछ। हामी पत्रकार हुनुहुन्छ कि पत्रकार अनि जानु पर्छ ड्युटी जान्छ भने पनि यार। आउनु कि छिटो ड्युटी जानु फेर। गयो कि उतापट्टि लखरतिर आइरहेको हात्ती पारी हेर्नु लगरिरहेको। हेर्नु त दाजु ध्वस्त बनाइदियो हेर्नु त। हेर्नु त अनि भाग्ने होइन नि त। अनि के हामी कर्मचारीहरू भयो के अरे ऊ आन्दोलनकारीहरू भन्नु पर्दैन। अनि आन्दोलनकारी हो कि को चिन्छ त नि मान्छे हाने जाँदामा भयो त्यही हाने। यता लगर्दै गयो फेरि उता गयो। हुन त बाटोमा चाहिँ लाठीचार्ज भएर प्रशासनहरूले लाठीचार्ज गरेर उता त यता आइरह त। फेरि हामी उता जाने हो। उता यता आइरह कि तल पनि जाने हो। छोड्दैन प्रशासनकारीहरू चाहिँ एकजुट भएर लाठीचार्ज गरिरहेको छ साथीहरू। हेरेर साथ दिनु होला। लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। कहाँदेखि हुनुहुन्छ कमेन्ट गरिदिनु होला सरहरू।
ल ठिक छ तपाईँले त्यो सूचना दिएकोमा पनि तपाईँलाई धेरै धेरै धन्यवाद छ कर्फ्यू भनेपछि अब गाडी पनि चल्न नदिला नि होइन होइन हाँ सर हाय हाय अब कर्फ्यू सुरु भयो भने त अनि गाडी पनि चल्न नदिला नि त अनि यता हो उता होइन भित्र हालिराख अब बन्द हो कि लास्टै कुद्यो यहाँ भेट्टै सकेको छ मलाई त म उता बोलिरहेको थिएँ भाइ तपाईँ नआउनु है भनिरहेको थियो अनि म त अनि अब हामीलाई नै स्वर भनेर लागिहाल्यो म कहाँ म त मजाले खिचिरहेको थिएँ तपाईँहरूले गर्दा त हुरुरुरुरुमा जान्थ्यो र ल साथी हो आजलाई यति फेरि चाहिँ कुनै ठाउँमा नयाँ समाचारहरू लिएर अपलोड हुनेछु भनी यहाँहरूलाई धेरै धेरै धन्यवाद कहाँदेखि हुनुहुन्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला र कुन ठाउँदेखि हुन्छ मिठो कमेन्ट गरिदिनु होला हाम्रो मान्छे होइन राम्रो मान्छे चुनेर चाहिँ यस्ता विकृति यस्ता चाहिँ उहरू नहुने तरिकाले चाहिँ हाम्रो मान्छे होइन राम्रो मान्छेलाई चाहिँ बहुमतले चाहिँ जिताइसकेपछि आगामी दिनहरूमा अब यस्ता चाहिँ तोडफोड लडाइँ झगडा दाजुभाइमा चाहिँ टिटोपिरो लडाइँ झगडा नहोस् भन्ने तरिकाले चाहिँ फेरि पनि यस्ता चाहिँ उहरू चाहिँ गर्नेछु भनी विनम्र अनुरोध यस्ता चाहिँ टाउकेहरूले गर्दा चाहिँ नेपाली दाजुभाइको जात धर्ममा चाहिँ विवाद हुने जात धर्ममा चाहिँ लडाइँ पर्ने गरेको छ त्यो कारणले गर्दा चाहिँ हामी सबै नेपाली दाजुभाइ हो त्यो कारणले गर्दा चाहिँ हामी मिलेर बस्नुपर्छ भन्दै यो छोटो सन्देश हामी कहाँ हामी यो संसारभर दाजुभाइ दिदीबहिनीहरू छरिएर बस्नुभएका सबै कहाँ पुर्याउन चाहन्छु पुर्याइदिनु होला र मिठो कमेन्ट गरिदिनु होला कहाँदेखि हुनुहुन्छ कुन देशदेखि हुनुहुन्छ कुन गाउँ कुन ठाउँ कुन चाहिँ जिल्लाबाट हुनुहुन्छ यो पनि चाहिँ मिठो कमेन्ट गरेर साथ दिनु होला भन्दै म आजको लागि चाहिँ बिदा हुन्छु हस्त धन्यवाद चारैतिर चाहिँ प्रशासनहरूले घेरेर चाहिँ ओरदोर गर्न दिइरहेको छैन अब कर्फ्यू लगाइरहेछ यो बिचमा चाहिँ अब तपाईँको चाहिँ यातायात पाइदल यात्रीदेखि लिएर चाहिँ यातायात साधनहरू पनि बन्द गरिसकेको छ तपाईँ आफ्नो ठाउँमा चाहिँ गन्तव्यमा जानु होला आफ्नो बास स्थानमा जानु होला सुरक्षित रहनु होला भनेर प्रशासनहरूले भनिसक्नु भएको छ आफ्नो ठाउँमा गइदिनु होला सुरक्षित हुनु होला कहाँदेखि हेरिराख्नु भएको छ कमेन्ट गरिदिनु होला साथ सपोर्ट दिनु होला राम्रो मान्छेलाई चुन्नु होला हाम्रो मान्छेले होइन हाम्रो मान्छेले गर्दा चाहिँ तपाईँको यस्ता विकृतिहरू चाहिँ यस्ता दाजुभाइहरूमा झगडाहरू भएको कारणले गर्दा हजुर हामीले अहिलेसम्म नबुझे कहिले बुझ्ने भनी पारी पनि ती रोक्का गरिएको छ यता माथि रोक्का गरिएको छ सब ठाउँ रोक्का गरिएको छ साथीहरू छिटो हुन्छ यहीँबाट जाम त
हामी चाहिँ अब लागियो उताबाट जुलुस नारा आइरहेको बेला चाहिँ उ गरेको छ। त्यो हेर्ने साथीहरू दुःख छ, पीडा छ, कोही भोक भोकै आएको छन्, कोही चाहिँ के गरेर भइरहन् साथीहरू, कोही के भइरहेछ के गर्ने। अब दुःख पीडा चाहिँ सबलाई चाहिँ उता ताउकेहरूले गर्दा चाहिँ पुलिस प्रशासनदेखि लिएर सशस्त्र प्रहरी बलदेखि लिएर नेपाली सिम्पल साधारण जनताहरूले धेरै दुःख पाएका छन्। गाउँ ठाउँबाट आएर घरमा चाहिँ कामको माया मारेर हरेक कुराहरू चाहिँ तपाईँको हरेक कुरो समस्याहरूलाई चाहिँ तारेर चाहिँ यहाँ आएर चाहिँ आन्दोलन गर्ने गरिरहेका छन्। यो पनि चाहिँ नेपाली जनताहरूले गरिदिनु होला। सफाइ गर्दैछ अब बाटो चाहिँ सफाइ गर्दैछ यता जान दिन्छ कि दिन्न, फेरि उता जान दिन्छ कि दिन्न, उता जान दिन्छ कि दिन्न यार, निस्किन दिन्छ कि नै भनेको। तपाईँ हाम्रो उहाँ चाहिँ एकदम खलनायक हुनुहुन्छ। प्रशासनहरू थाकेर चाहिँ बराथा कोहीले खाजा खाइरहेछन्, कोहीले चाहिँ उहाँहरू पनि आन्दोलन हो है, फेरि आन्दोलन कार्यकर्ताहरू दिन्न क्या तिमी नदीको रहेछ दिन्न भने आन्दोलनकारी हाम्रो आन्दोलन जारी छ भन्नु भन्दाखेरि कति खाइदियो कि भनेर चाहिँ सब थाके, सबै कार्यकर्ता थाक्नुभयो, प्रशासन प्रहरी सशस्त्र बलहरू पनि थाक्नुभयो। के गर्ने हजुर, एउटाको पेटको कारणले गर्दा, एउटा भ्रष्टाचारीले गर्दा, एउटा प्रशासनले गर्दा, एउटा प्रशासन होइन, एउटा चाहिँ तपाईँको टाउके घुसखोर चोरहरूले गर्दा प्रशासन प्रहरीदेखि लिएर सबैलाई चाहिँ दुःख भइरहेछ। दिँदैन क्या आउनु, फर्काइदियो सब थाक्नुभयो। यिनी घरहरू पनि जल्नुपर्ने कि यार, यिनी घरहरू पनि जोल्नुपर्ने कि कसैले पीडा छ, कसैलाई के छ, के ताउकेहरूले गर्दा ताउकेहरूले ढिन्नाएर मार्नुपर्ने होइन, सिम्पल साधारणले दुःख पाइरहेछ ताउकेहरूले गर्दा।
हम गर्छ यार सब चाहिँ छन् पुरा यी आन्दोलनकारीहरूको चाहिँ पुरा गाडी बुक गरी यताबाट थाकेर यसरी बसिहाल्ने कर्मचारी आन्दोलनकारीहरू साथीहरू